हेलो साथीहरु नमस्कार। तपाईहरु सबैलाई मेरो एउटा सानो भिडियोमा स्वागत छ है त। आज पनि हाम्रो छुट्टीको दिन हामी यसो बजारतिर घुम्नका लागि निस्केका थियौं। त्यहाँ मेला लागेको छ भन्ने पनि सुनेको थियो। त्यसैले मेलातिर के कस्तो छ टुल्नको लागि निस्किन्छौं। सानो भिडियो तपाईहरुको लागि है त। सबैभन्दा सुरुमा अफ कोर्स नयाँ ठाउँमा गइसकेपछि 2-4 वटा फोटोहरु खिच्ने कार्यक्रम हुन्छ। हामीले पनि त्यसै गर्यौं। 2-4 वटा फोटोहरु पालो खिच्यौं। मौसम चाहिँ चिसो छ, दामी बनाएको रहेछ फुलहरु चाहिँ टक्कर राखेर। तर चिसोले चाहिँ अलिकति गाह्रो बनायो। नर्मल्ली यो चाहिँ बजारको बीचमा एउटा खुल्ला ठाउँ, पार्क जस्तो ठाउँ रहेको थियो र त्यो खुल्ला ठाउँमा चाहिँ लगभग केही दिनको लागि होला सायद विभिन्न खानेकुराहरूको स्टलको साथमा फुलहरु र लोकल स्तरमा उत्पादित वस्तुहरुको चाहिँ बिक्री वितरणको लागि स्टलहरु राखिएको छ। यस ठाउँमा चाहिँ स्टलहरु टन्न छ। लोकल रूपमा उत्पादित वस्तुहरु उपभोक्ता समक्ष पुर्याउनको लागि चाहिँ यसले पक्कै पनि हेल्प गर्ने नै भयो। हाम्रो केटाहरु आज मेलामा दारु चाखेरै झ्यापुने भयो दुईजना। कस्तो लाग्यो? एकदम ठीक लाग्यो। पर्दाखेरि म त चाख्नु पर्छ। पुरा मातिसक्यो केटा। हैन के हो त थाहा छैन म त यार। ए त्यो दही हो यार। त्यो दही हो के? दही हो के? प्रोसानले किनेर लान्थ्यो त घरिघरि। कस्तो छ? मजे साह्रै ल। चाख्दै किन्न पाउने अवस्था रहेछ। केटाले रक्सी सब सकाइदियो नि आज। चाखेरै माथि हो केटाहरू, किन्नै परेन। हामी जस्तो पर्यटक आएर कोरिया पुगेर छुक्दियो त्यो चलाइदिएको छ। किनेको त एउटै छैन त फेरि। किन्ने हो त। अब के खाने? अब यहाँ दही चाख्ने हो पनि दही हो। यो बदामवाला पान खामाइलाई मिठो हुन्छ। लु खाम ल। कति अरे चाख्न दिन्छ क्या? दिँदैन होला यार। बदामवाला पान खाने हजुरलाई पुरै ल पान अते ल 2 थरीको पाङ हामीले यहाँ किने हो। म चाहिँ यो खानेवाला हो। लुक्स गुड। खाउने एउटा खाउन। अब मलाई यो चाहिँ मह सेल गर्नको लागि, मह बिक्रीको लागि चाहिँ ओरिजिनल हनी हो भनेर देखाउनको लागि चाहिँ यहाँ टक्क यहाँ राखेको। हाम्रो केटाहरूले उता मह किन्दैछ। मन पर्यो अरे गाईहरूलाई। तरिका सही हो। मह खाएर अब केटाहरू हेल्दी हुने भयो नि। पुरा स्टल छ। यहाँबाट चाहिँ केटाहरूलाई फेरि फ्रीको उम्नेसु जुस लिएर आउँदैछ। फ्रीको पाएपछि सबै खाइदिने होइन? फ्रीको पाएपछि सबै खाइदिने महिला के हो यो? के हो पहिला प्रचार हेर। यसरी फ्रीमा पनि बाँड्दो रहेछ। ब्रान्ड के हो? पिजी हो। फेरि होइन हामी त अब यो कोरियाको के हो? यो त उ होइन स्टारबक्स लोगो छ। हामी आएर ट्याक्स तिरेर बल्ले यहाँको छुकजियारी रमाइलो भएको हेर्नु। एउटा कुरो बोल्नु फ्रीको माल सब बोलेको टेस्ट गर।
बोबल बार्बिक्यू फेस्टिभलमा हामी पनि बार्बिक्यू यसो किनेर खाइदिइहालौँ। कस्तो चाहिँ हुँदो रहेछ। यता चाहिँ चिकन बार्बिक्यू। खाने मेला मात्र खाने मेला। कति खाने बार्बिक्यू? बार्बिक्यू बोल्ने तरिका त कडा रहेछ नि त यता। ल है बार्बिक्यू। ल यो चिकन बार्बिक्यू चाहिँ सोचे जस्तो मिठो छैन रहेछ होइन। पोर्कको पनि खासै मिठो लागेन। त्यही भएर बियरको साथमा भ्याउने कोसिस गर्दैछ। झ्याप्पो लाएर हेर्दा त दामी देखेको थियो यार। 예쁘게 해놨네. यसरी मेलालाई एक राउन्ड लगाइसकेपछि चाहिँ अब हामी कन्सर्ट पनि चलिरहेको रहेछ। एकछिन हामीले कन्सर्ट हेरिदियौँ। सायद त्यहाँका लोकल कलाकारहरू होला। प्रष्ट त के बुझिन्थ्यो। टाङ टाङ टुङ टुङ कन्सर्ट एकछिन हेऱ्यौँ अनि हामी गएर फर्कियौँ। आजको भिडियो यति नै। कस्तो लाग्यो भिडियो कमेन्ट गर्न नबिर्सिनु होला है त साथीहरू। हस् बाई बाई टाटा।